जय मासी साथै नमस्ते भन्न चाहन्छु र यस समयमा यसरी विशेषतः यो चापाकोट संहिताको वार्ड नम्बर 9 मा छु र यो शीतल पार्कमा आउँदै गर्दा र हामी यसरी भाइ बहिनीहरूसँग मेरो श्रीमती अनि साथै मेरो साथमा अनि नानी मुना हामी यसरी भएर हामी छोटो भेटघाट प्रार्थना गऱ्यौँ र छोटो समय तपाईँको बिचमा फेसबुक लाइभमा र युट्युबबाट अनि यो टिकटकबाट जसरी मैले तपाईँको यो सामाजिक सञ्जालमा देखिँदैछु विशेष यो समयमा परमेश्वर साँच्चै स्वर्ग र पृथ्वी सृष्टि गर्ने एकमात्र परमेश्वरलाई आज हामी पाएका छौँ। के तपाईँले पनि परमेश्वर विश्वास गर्नुभएको छ? यदि गर्नुभएको छैन भने तपाईँ विश्वास गर्नुहोस्, ताकि अब अन्त्यको नजिक आइरहेको छ। थाहा छैन हामी कुन दिन यो शरीरबाट यो सास जान्छ। सास गइसकेपछि मुडा हो र आत्माको अन्तिममा आत्माको न्याय हुनेछ। त्यसै आत्माको न्याय हुँदै गर्दा तपाईँ मलाई संसारमा कयौँ ईश्वर आए तापनि अरू कुनै पनि ईश्वरले म हुँ भन्नुभयो तर मात्र प्रभु येशू ख्रीष्टले भन्नुहुन्छ बाटो सत्य जीवन म नै हो है। त्यसरी प्रभु येशू बाटो वा सत्य हुनुहुन्छ, तर स्वर्ग जाने बाटो प्रभु येशू भएर आउनुभएको छ। त्यसरी बिरालो जसले प्रभु येशू ख्रीष्टलाई प्रभु र मुक्तिदाता भनेर जसले उहाँ विश्वास गर्छ, जसले मुखबाट स्वीकार गर्छ, उसको लागि अनन्त परमेश्वरको राज्यमा अनि स्वर्गमा पस्ने ठाउँ स्थान प्रवेश बनाउनु भएको छ। त्यसरी बिरालो तपाईँ आज नै यो भिडियो हेर्दै गर्दा तपाईँलाई कमेन्ट गर्नुहोस् र तपाईँले भन्नुहोस् केही कुरा मन परेन र यस्तै तपाईँ भिडियो हेर्न चाहनुहुन्छ भने पक्कै पनि यो भिडियोलाई लाइक सेयर र कमेन्ट सब्सक्राइब गर्न नबिर्सनु भन्न चाहन्छु। र यस्तो यो सुन्दर यो ठाउँ हरियाली छ, बसन्त राम्रो ठाउँमा हामी चाहिँ यो पारिपट्टि पाल्पा र यो तल काली गण्डकी बगिरहेको छ। त्यही बिचमा हामी आउँदै गर्दा छोटो यो भिडियो लिएर तपाईँको बिचमा आएका छौँ र तपाईँलाई फेरि पनि यस ठाउँमा तपाईँलाई यदि घुम्न आउँदै गर्दा यस ठाउँमा पक्कै पनि तपाईँले आउनुहोला। यहाँ तपाईँले विभिन्न पिकनिकहरू गर्न सक्नुहुन्छ, यहाँ परमेश्वरको महिमा आराधना गर्न सक्नुहुन्छ। असल राम्रो हरियाली ठाउँ सर शीतल हावासँग गर्मीको समयमा शीतल हावासँगै परमेश्वरले सृजनको यो भूमिमा आएर परमेश्वरको महिमा आराधना गर्न सकिन्छ भन्दै यो सानो भिडियो तपाईँको बिचमा प्रस्तुत गर्दै म बिदा हुनेछु। जय मसीह।